ट्युबमा कस्तो कस्तो खालको प्रब्लम हुन सक्छ त डिफेक्ट्स इन ट्युब हैन ट्युबमा के प्रब्लम हुन सक्छ भन्ने कुरा गर्दा हामीले यसलाई क्याटेगोराइज गर्नुपर्छ कन्जेनाइटल जन्मजात पनि विभिन्न समस्याहरू ट्युबमा हुन सक्छ जन्मजात प्रब्लममा चाहिँ कहिलेकाहीँ एक्सेसरी ओस्टिया भन्छौँ हामी त्यस्तो खालको प्रब्लम पनि देखिन सक्छ र ट्युब भित्र नै डाइभर्टिकुलाइजहरू त्योहरू पनि हामीले कहिलेकाहीँ हुन सक्छ जुन जो जन्मजात हुन सक्छ र अर्को कुरा जन्मजातै कहिलेकाहीँ एउटा ट्युब या बोथ द ट्युबै नभइकन एब्सेन्ट भएर पनि कोही जन्मेको हुनुहुन्छ सो यो भनेको जन्मजात प्रब्लमहरू र अर्को हो अक्वायर्ड जुन पछि गएर आउने समस्याहरू सो के हो त विशेष सबभन्दा इम्पोर्टेन्ट कारण जसले गर्दाखेरि ट्युबमा प्रब्लम आउन सक्छ जस्तै ब्लक हुन सक्छ या नभए ट्युबको फङ्सन जान सक्छ सबैभन्दा इम्पोर्टेन्ट कारण भनेको इन्फेक्सन हेर्नु हाम्रो पार्ट अफ वर्ल्डमा अहिले नट ओन्ली आवर पार्ट वर्ल्ड वाइड कुरा गर्दाखेरि ट्युबमा प्रब्लम भनेको सबभन्दा कमनली इन्फेक्सनले आउँछ इन्फेक्सनभित्र पनि सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन जुन क्लामाइडिया गोनोरिया जस्ता अर्गानिजमहरूले गर्छ सो यिनीहरूले इन्फेक्सन तलबाट पनि कहिलेकाहीँ इन्फेक्सन स्प्रेड भएर ट्युबसम्म जान सक्छ है युजुअली त्यो हो या नभए ब्लड बर्न पनि कहिलेकाहीँ जान सक्छ सो यो इन्फेक्सन यहाँ स्प्रेड हुन्छ ट्युबमा सर्टेन प्रब्लम्सहरू स्कारिङहरू अक्लुजनहरू ब्लकहरू ल्याउन सक्छ है सो त्यसको कारणले गर्दाखेरि ट्युबको फङ्सन जान सक्छ ट्युबको काम जान सक्छ र निसन्तानपन ल्याउन सक्छ र अर्को इन्फेक्सनको कुरा गर्दा हामीले बिर्सनै नहुने ट्युबरक्लोसिस इन्फेक्सन हाम्रो पार्ट अफ वर्ल्डमा टिबी भनेको एउटा लिडिङ इन्फेक्सन हो टिबी जुनै पनि अङ्गहरूमा हुनसक्छ तसर्थ टिबी भन्ने कुरा प्रजनन अङ्गमा पनि यसले इफेक्ट गर्न सक्छ यदि टिबीले प्रजनन अङ्गमा इफेक्ट देखायो त्यसले प्रब्लम देखायो भने 90% कन्डिसनमा चाहिँ ट्युबमा प्रब्लम आउँछ त्यसले ट्युबलाई चाहिँ बिगारेकै हुन्छ 90% केसेसमा सो यो भनेको पनि एउटा एकदम मोस्ट कमन कारण हो ट्युबलाई बिगार्ने ब्लक हुन्छ फङ्सन बिग्रिन्छ एनाटोमी बिग्रिन्छ यो सबै हुन्छ र अब साथसाथै अरू कारणहरू जस्तै अन्डाकोशमा प्रब्लम आयो है एन्डोमेट्रोसिसहरू देख्यो एन्डोमेट्रोसिस इज वान भेरी इम्पोर्टेन्ट कन्डिसन जसमा सिस्टहरू मात्रै नभई यसले ट्युबको आकार प्रकारमा प्रब्लम ल्याउने बाहिरतिर एडहेजन जेलिएको कारणले गर्दा ट्युब ब्लक भइदिने ट्युब सुन्निने यस्ता कन्डिसनहरू देखिन सक्छ साथसाथै पाटेघरमा ठुला डल्लाडुल्ली छ फाइब्रोइड छ भने पनि ट्युबको एनाटोमीमा प्रब्लम हुन सक्छ ब्लकहरू हुन सक्छ र कुनै सर्जरीहरू भएको छ पेल्भिक सर्जरीको कारणले गर्दा पनि ट्युबलाई ड्यामेज हुन सक्छ या नभए प्रिभियस एक्टोपिक प्रेग्नेन्सीजहरू छ भने ट्युबलाई त्यसले बिगारेर या नभए पोस्ट अपरेसन साल्पिङजेक्टोमी पछि पनि ट्युबको फङ्सनहरू जान सक्छ या नभए एउटा ट्युब निक्लेको कारणले गर्दाखेरि त्यसले बाँकी एउटा ट्युबमा मात्रै प्रेग्नेन्सीको लागि भर पर्नुपर्ने अवस्था पनि आउन सक्छ सो यी सबै भए कारणहरू विभिन्न कन्जेनाइटल जन्मजात र पछि गएर अक्वायर्ड कारणहरू जसले गर्दाखेरि ट्युबको नर्मल काम एनाटोमी र फङ्सनलाई प्रब्लम हुन सक्छ त्यसलाई हार्म हुन सक्छ र बच्चा बस्न गाह्रो हुन सक्छ